नमस्ते टस्टेलेक फ्याबुला सबैजनालाई म जोरेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस टिबेटन भाषा क्लासमा स्वागत गर्दछु है र तपाईहरुलाई टिबेटन भाषा सिक्नु मन छ अक्षरहरु सिक्नु मन छ पढ्न सिक्नु मन छ भने चाहिँ यो भिडियोहरु हेर्दै गर्नु होला यो भन्दा अगाडिको भिडियो पनि हेर्दै गर्नु होला यो भन्दा अगाडि मैले दुईवटा भिडियो बनाइसके र आजको यस भिडियो भनेको भाग 3 यानी पार्ट 3 रहेको छ है र अस्ति मैले अब काखा खाङा टिबेटनको काखा खाङा जस्तै टिबेटनमा काखा खाङा भन्ने 30 वटा शब्दहरु छ त्यो सिकाएको थिए हो र भने आज याङशी भन्छौं जस्तै नेपालीमा अ आ इ ई उ उ ए ऐ ओ अम्मा त्यस्तो हुन्छ नि त्यसै टिबेटनमा चाहिँ मात्र 4 वटा छ है त्यो चाहिँ म आज सिकाउन गइरहेको छु है र पहिलो छ आगीको इ हजुर आगीको इ है त यसलाई इ भनेर पढ्छ है इ भन्दा अब इ यस्तै होला हैन इ इंग्लिशमा इ अनि नेपालीमा कसरी लेख्ने अब इ यसलाई एकार त इ हुन्छ हो याद आयो इ है त यो इ आगीको इ आगीको इ र दोस्रो छ आशाक्यु उ है त उ अब इंग्लिशमा कसरी लेख्ने ए यु उ है त उ नेपालीमा है उ र तेस्रो छ आढेङ्बो ए है सिधा हैन अलि छड्के आढेङ्बो ए है ए सजिलो भयो ए है ए आढेङ्बो ए र चौथोमा छ आढेङ्बो ए चौथोमा छ आनारो ओ आनारो ओ आनारो ओ है त 4 वटा आगीको इ आशाक्यु उ आढेङ्बो ए आनारो ओ है र जुन यो माथिको शब्द छ है जस्तै अब यसको हुन चाहिँ यो 4 वटा भयो है आगीको इ आशाक्यु उ आढेङ्बो ए आनारो ओ तर यसमध्ये खास हामीले अब सिक्नु पर्ने चाहिँ यो माथिको थियो है यो तलको भयो यो माथिको यो 4 वटा सिक्नु पर्ने अब यसलाई के भन्छ भने घिगु भन्छ यसलाई है यो अलि यस्तो घुमेको छ नि यसलाई भन्छ घिगु है घिगु भन्छ यसलाई भन्छ स्याप्क्यु है स्याप्क्यु है यसलाई भन्छ ढेङ्बु है यसलाई र यसलाई भन्छ नारो है अब यसलाई आको माथि यो भयो काखा खाङाबाट सबभन्दा अन्तिमको शब्द है आको माथि लगायो भने इ भयो नि त आगीको इ अनि जस्तै शक्युलाई आमा लाउन जोड्दाखेरि आशक्यु उ आढेङ्बो ए आनारो ओ त्यसै गरी
है यो नाम याद राख्नु होला घिगु साप्क्यु डेङ्बु नारो है त अब आमा लाउँदाखेरि यो चारवटालाई आमा लाउँदाखेरि इ उ ए ओ हुन्छ भने कामा लाउँदाखेरि के हुन्छ है भने का गिगु कि का साप्क्यु कु का डेङ्बु के का नरो को है त्यसै गरी खा गिगु खी खा साप्क्यु खु खा डेङ्बु खे खा नरो खो घा माथि लाउनु भयो भने घा गिगु घी घा साप्क्यु घु घा डेङ्बु के घा नरो खो यसरी है ना माथि लाउनु भयो भने ना गिगु नि ना साप्क्यु मु ना डेङ्बु न्ये ना नरो मो हजुर यसरी चाहिँ जुन चाहिँ अस्ति मैले साल्जे सुन्छु भने 30वटा शब्द सिकाएको थिएँ का खा गाङा छा 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 यहाँ भनेर त्यसमा हरेक माथि लाउने बेला अनि त्यो शब्द अनुसार यसको एउटा के भन्छ अर्कै एउटा छुट्टै त्यो आउँछ के जस्तै च्या माथि लाउनु भयो भने च्या गिगु ची च्या साप्क्यु चु च्या डेङ्बु चे च्या नरो चो है त यो थियो अब याङसी भन्छ यसलाई है हजुर त्यसको विषयमा भयो यो र त्यसै गरी आज म तपाईहरुलाई अनि केही अर्को अब टिबेटन शब्दहरु सिकाउन चाहन्छु जस्तै घरभित्र अब घर सम्बन्धित है त जस्तै घरलाई के भन्छ हाम्रो घरलाई टिबेटनमा के भन्छ भने घरलाई टिबेटनमा भन्छ खाङा खाङ पा खाङपा है खाङपा खाङपा भन्छ नेपालीमा लेख्नु पर्यो भने खाङपा है त इंग्लिशमा लेख्यो भने हजुर खाङपा भनिन्छ खाङपा भनेको घर हाम्रो घरलाई खाङपा भन्छ टिबेटनमा है त र अब घर भनेपछि अब घरमा ढोका त हुन्छ हैन अब ढोकालाई के भन्छ भन्दाखेरि ढोकालाई भन्छ घो सागा त खाना र घो यो पढ्ने तरिका चाहिँ घो भन्छ ढोकालाई है घो नेपालीमा लेख्यो भने घो हजुर घो घो भनेको ढोका है र त्यसै गरी अब घरमा झ्याल पनि हुन्छ हैन झ्याललाई भन्छ घ्याउखुङ भन्छ घ्याउखुङ है घ्याउखुङ अब इंग्लिश र नेपालीमा चाहिँ मलाई ठ्याक्कै चाहिँ कुनै बेला नहोला हैन घ्याउखुङ है त घ्याउखुङ माने खिड्की झ्याल है विन्डो है इंग्लिशमा भन्यो भने विन्डो हैन र त्यसै गरी अब घरमा के हुन्छ बेड हुन्छ है हैन बेडलाई के भन्छ भने न्याल्ठी भन्छ है त न्याल्ठी अब नेपालीमा कसरी लेख्ने न्याल्ठी यस्तै होला न्याल्ठी है इंग्लिशमा झन् गाह्रो हुन्छ मलाई न्याल्ठी यस्तै होला हो न्याल्ठी भनेको बेड अब बेडमा
ओछ्यान त चाहियो म्याट्रेस हैन बेडमा ओछ्याउने ओछ्यानलाई भन्छ भोल्देन अब मैले अलि गलत भनिरहेको छु जस्तो लाग्यो भने चाहिँ बुझेकोहरूले जानेकोहरूले तल कमेन्टमा लेखिदिनु होला है मैले जानी त म गलत सिकाउँदिन तपाईहरुलाई बोल्देन है बोल्देन माने म्याट्रेस है ओछ्यान बोल्देन इंग्लिशमा बोल्देन है बोल्देन भनेको हाम्रो बेडमा पलङमाथि ओछ्याउने ओछ्यान र त्यसै गरी अब बोल्देन अब बेडमा ओछ्यान त ओछ्यायो हैन अब कम्बल चाहियो नि त है कम्बल ब्ल्याङ्केट कम्बललाई भन्छ खेप है खेप सजिलो छ खेप खेप है खाडिङबो खेप भा खेप खेप भनेको कम्बल अब कम्बल मात्र भएर त भएन हैन सिरानी पनि चाहियो है पिलो पनि त चाहियो नि पिलोलाई भन्छ ङेगो है त साङा तङा सँगे म खानाहरुको ङेगो है ङेगो भनेको सिरानी है पिलो अब बेडको भइहाल्यो हैन अब घरमा के हुन्छ भुइँ हैन भुइँ भन्छ के भन्छ फ्लोर भन्छ नि इंग्लिशमा भुइँलाई के भन्छ भन्दाखेरि शाला भन्दो रहेछ है भुइँ शाला नेपालीमा लेख्ने बेला शाला पो होला हो हुनु चाहिँ शाला है त शाला इंग्लिशमा पनि शाला जस्तो भयो कि हुनु चाहिँ शाला है शाला भनेको फ्लोर भुइँ है त यो भयो फ्लोर अनि अब अर्को के छ भन्दाखेरि अब अन्तिममा यो गरे भने ठ्याक्कै 10 वटा हुने रहेछ अब घरको माथि के भन्छ कौसी घरको कौसी रुफटप भन्छ नि रुफ त्यसलाई के भन्छ भन्दाखेरि त्यसलाई भन्छ खाङथोक है त खाङथोक भनिन्छ नेपालीमा खाङथोक खाङथोक है त खाङथोक भनेको घरको माथिको कौसी है रुफटप हजुर यो चाहिँ अब घरलाई लिएर केही 10 वटा शब्दहरु भनेको मैले है र त्यसै गरी अब भोलि पनि म अरु जस्तै आज मैले याङसी भनेर सिकाए भोलि त्यसपछि तपाईले के सिक्नु पर्ने हो भोलि भाग 4 त्यसमा त्यो सिकाउने छु र त्यो साथै 10 वटा यस्तो घर सम्बन्धित होस् अथवा अब आफ्नो जीवको सम्बन्धित होस् है र कसै अब घर परिवार अनि नयाँ जग्गा ठाउँहरु त्यसको सम्बन्धित 10 वटा शब्द चाहिँ म त्यसरी तपाईहरुलाई दिन सिकाउने छु है आशा छु तपाईहरुले सिकिदिनुहुन्छ होला राम्रो सिक्नुहुन्छ होला र सकेसम्म यो भिडियोहरु अरूलाई पनि टिबेटन भाषा अक्षर टिबेटन पढ्न सिक्न मन भएकोहरुलाई शेयर गरिदिनु होला है र भिडियोको अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद हस्त